नमस्ते हेर्नुहोस्, दक्षिण कोरियामा अहिले आधुनिक प्रविधिद्वारा ड्रोनद्वारा हेर्नुहोस् औषधिहरू यसरी प्रयोग गरेको हुन्छ। बसी हेर्नुहोस्, यो तल लगाएको भट्टमास हो। भट्टमासमा पुरै यति हेर्नुहोस्, सर मान्छेले लगाएको औषधि हाल्न कति समय लाग्थ्यो, तर यहाँबाट आधुनिक प्रविधिद्वारा औषधिहरू प्रयोग गरिरहेको छ। औषधिहरू दिइरहेको छ। बटुवा थोरै लागतमा धेरै उत्पादन गर्दछ। त्यता पनि हालिन्छ त्यसलाई। औषधिहरू यसरी हाल्छ ड्रोनमा यसरी औषधि हाल्छ। औषधि यसरी हालिसकेपछि एकैछिनमा बाहिरबाट आयो गाडी। खेतको छेउछेउमा यति राम्रो बाटो हुन्छ, हरेक ठाउँ आयो, गाडीमा आयो। त्यसपछि यसरी ड्रोनमा औषधि हाल्यो। एकछिनमा यसले यहाँ युरियादेखि लगायत हरेक चिजहरू ड्रोन मार्फत जो काम गर्ने गर्दछन्। ढक्कन लगाउँदैछ अहिले। हेर्नुहोस् गाइजहरू, आधुनिक प्रविधिद्वारा यसले ब्याट्री फेर्दैछ। ब्याट्री पनि यसको सबै जस्तो ब्याट्री पनि फेर्दैछ। अर्को ब्याट्री मार्फत चल्दछ यो। ब्याट्री लिएर आयो, ब्याट्री फेर्दैछ। ब्याट्री हाल्दैछ। अब यो रिमोट मार्फत आफ्नो यसलाई चलाउन लागिरहेको छ। सर एकैछिनमा त्यति टाढासम्म हुन्छ। ड्रोन मार्फत औषधि हाल्दा यो तल लगाएको भट्टा हो, भट्टामास हो। यसले सर एउटा सिधा लाइनमा छोटो सहरमा आएर ड्रोन मार्फत औषधिहरू प्रयोग गर्दछ। यसले औषधि लगायत युरिया मलहरू बिउहरू छर्नको लागि पनि ड्रोनमा प्रयोग गर्दछ। दक्षिण कोरियामा आधुनिक प्रविधिद्वारा コントロール गरिएको यो ड्रोन これ ड्रोन मार्फत औषधिहरू प्रयोग गर्दछ। これ ड्रोन 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 こ
हाम्रो जस्तो नेपाल पहाडी क्षेत्रमा निकै नै लाभदायक रहनेछ र प्रायःजसो कोरियाको खेतहरूमा सम्म भित्री बाटोसम्म पनि बाटोहरू पुगेको हुन्छ र एकजना गाडीमा आएर यस्तै औषधिहरू छ एकजना गाडीमा आएर यो ड्रोन लिएर आएर धेरै कामहरू गर्न सक्छ त्यसैले लागत पनि कम लाग्दछ मान्छेहरू त्यस्तो मान्छेको सञ्चालन गरिरहेछ यसको ब्याट्री अथवा औषधि सकिए जस्तो छ अवतरण गर्न लगाइरहेको औषधि फेरि थप्दैछ औषधि सकेर यो भएको यो भर्खरै खेतमा धानमा को किराहरू मार्नको लागि औषधिहरू हानेर आएको गाडी हो यो हरेक चिजहरू यहाँ आधुनिक तरिकाले गराएको हुन्छ यस्तो सिस्टममा जानु पनि नेपालमा अति आवश्यक रहेको छ दर्शकबिन औषधिहरू छ पछि अरू बिउ यहाँ के भएर दौड्दै गएको छ यो ब्याट्री सकियो अथवा ड्रोनले त्यहाँबाट काम नगयो ड्रोन अनियन्त्रित भएको जस्तो महसुस गरेको